यस्तै हो बाटो अनि पिच छैन छैन भ्याएन ढलानहरू छ हल्का माथि ठाडै छ कि माथि पासाहरू आउँदैछ यो ठाउँको नाम चाहिँ के हाइट हेभन डाँडा के डाँडा रे हेभन बिस्तारै हुँदैछ कि बन्दैछ नि यो ठाउँ ओहो ओहो कसरी पानी छ्याप्छ कि यसो बतारे अनि हाम्रो सक्छ नि स्कुटी आउँछ त्यही भएर त्यो दुईजना नचढेको तान्नु न तान्छ नि सिङ्गल त स्कुटी दुईमा तान्छ त मेरो बाइकले पिकअप धेरै छ कि यसको दुईमा तान्छ यही थाल्नै पर्दैन माथि हारै छ अनि यता बाटो छ भक्तपुरको डाँडाबाट होइन धमिलो होला आजको चाहिँ नत्र क्लियर देखिन्छ पाइलट बाबा चाहिँ जानुपर्ने रहेछ भोलि फोन आएन भने भोलि जानुपर्छ म्यासेज आएन पाइलट बाबा पाइलट बाबा त्यो माथि पाइलट बाबा उता माथिदेखि देखिन्छ तपाईँ अहिले पिज्जै पिस छ क्या उता त्यो त्यो माथि तलदेखि खर्चिरा छ त गाई त्यो स्कुटी त छतमा छ त पुगेन यही गाई स्कुटी खत्म हुन्छ हाम्रो त दुईमा आनन्द जान्छ नबटारी पिस पनि आएको ढलान के हो भाइ यो के हो यसको नाम के हो यो नाम चाहिँ के हो त लप्सी तपाईँ चाहिँ कतिमा दिने तपाईँ कतिमा दिने लाउन सम्झि लप्सी खाना हजुर लप्सी रे
के भन रहेछ केटाले